दरबारमा छौँ। यो नववर्ष 2083 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो 83 सालले नेपाली आम शिक्षाका माग र मुद्दाहरू सम्बोधन गरोस् भन्ने कामना गर्न चाहन्छु र विशेष गरी सक्रिय रूपमा काम गर्ने जिल्ला कार्य समिति सुर्खेत, महिला विभाग सुर्खेत, सहकारी ज्ञानकुण्ड सहकारी सुर्खेत र स्थानीय तह मुसे लेक बेसी र कालीकोटको परान्तलाई उहाँले जुन किसिमले नियमगत काम गरेर सदस्यता उल्लेख वृद्धि गर्दै साङ्गठनिक गतिविधि विधान्त गरेकाले सम्पूर्ण सम्मानित हुनुहुने जिल्लादेखि सहकारी स्थानीय तहका साथीहरूलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु र बधाई दिन चाहन्छु र साथीहरूले जुन किसिमको आफ्ना सार्वजनिक कर्मी भनाई जिल्ला अध्यक्षदेखि प्रमुख अतिथि लगायत वक्ताहरूले तमाम कुरा यहाँ राख्नु भएको छ। नेपालको शैक्षिक आन्दोलनमा जुन नेपालका प्रजातन्त्रवादी शिक्षकहरूले लोकतन्त्र स्थापनादेखि प्रजातन्त्र स्थापनादेखि ठुलो सङ्घर्ष गर्दै अगाडि बढिरहेको इतिहास हाम्रो अगाडि छ। 2007 सालदेखि 17 साल हुँदै 36 सालको जनमत सङ्ग्रह हुँदै 46 सालको जनआन्दोलनमा पनि नेपाली लोकतन्त्रवादी शिक्षकहरूको अहम भूमिका थियो र त्यो बेला नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा हामी आबद्ध थियौँ। सबै शिक्षकहरू नेपाली शिक्षकहरू सुरुमा दाइले अघि भनिसक्नुभयो प्रमुख अतिथिले प्राणी सङ्घ महाडी सङ्घ हुँदै शिक्षक सङ्गठनमा आबद्ध हुँदै अगाडि बढिरहेको परिस्थितिमा 2046 को जनआन्दोलन पश्चात प्रजातन्त्र पुनः बहाली भएपछि वामपन्थी शिक्षकहरूले त्यो सङ्गठनलाई कब्जा गर्ने जुन नीति लिए त्यसका विरुद्ध अब यो वामपन्थीले कब्जा गरेको शिक्षक सङ्गठनमा रहन हुँदैन। अब लोकतन्त्रका पक्षमा पहल कदमी गर्ने आवाज उठाउने र आम नेपाली शिक्षकहरूको आवाजलाई माग र मुद्दालाई उठान गर्ने गरी नेपाल शिक्षक समिति स्थापना गर्नुपर्छ भन्ने उद्देश्यका साथ हाम्रा अग्रजहरूले जुन नेपाल शिक्षक समिति स्थापना गर्नुभयो र जसका कारण स्थापना कालदेखि नेपाल शिक्षक सङ्घमा लागेका नेतृत्वहरूले जस्तो सुकै सरकार आए पनि आफ्नै मातृ पार्टी नेपाली काङ्ग्रेसको सरकार आउँदा पनि रत्तिभर आफ्नो आस्थासँग विचलित नभई आफ्नो आस्थाको सम्बन्धले आन्दोलनलाई नटुक्राएर नेपाली शिक्षकका माग र मुद्दालाई अगाडि राखेर आन्दोलन गर्दै आज हामीले जुन किसिमको सुविधाहरू उपभोग गरेका छौँ त्यो नेपाल शिक्षक सङ्घको कमाइलो जस्तो लाग्छ। यहाँहरूले अनुभव गर्नु भएको छ हो, निराशा छ केही हदमा। साथीहरूले अहिलेको परिस्थिति स्थानीय तहको ज्याजती अहिलेको वर्तमान सरकारको जुन 100 दिने कार्यसूची छ यसबाट आतंकित भएको कुरा मैले पनि सोचिरहेको छु। तर यो आतंकित हुने बेला होइन, नेतृत्वको परीक्षाको घडी हो। जब नेपाली शिक्षकहरूमा सङ्कट आइपर्छ तपाईहरू आफ्नो नेतृत्व क्षमता प्रस्तुत गर्नुपर्ने र कडाहरा लिएर अगाडि बढ्नुपर्ने परिस्थिति अहिले सिर्जना भएको छ। त्यसकारण यहाँहरू कति पनि विचलित नभएर अगाडि बढ्नु हो भने हाम्रो साहस दिने हामी प्रदेश कार्य समितिलाई सफल बनाउने कुरा जिल्ला कार्य समितिले हो। जिल्ला कार्य समितिलाई सफल बनाउनु पर्ने स्थानीय तहका साथीहरूले हो। यहाँहरूले आफ्ना गतिविधिहरू विधान्त सक्रिय रूपमा सञ्चालन गरिदिनुभयो र समयमा आफ्ना सबै कार्य पुरा गर्नुभयो भने जिल्लालाई बल पुग्छ। जिल्लाले समयमै आफ्ना काम गर्यो भने प्रदेशलाई बल पुग्छ र हामी प्रदेशले पनि आफ्ना धारणा आफ्ना वस्तुस्थिति र कर्णाली प्रदेशभरिका शिक्षकका समस्या र परिस्थितिका बारेमा हामीले केन्द्रमा दर्ज गर्न सक्छौँ। त्यसो भएका हुनाले यहाँहरू निराश हुनुपर्ने परिस्थिति सम्भवतः मलाई लाग्दैन। अर्को कुरा जुन छ आएको यो विषम रूपमा विगतका आन्दोलन र उपलब्धिका बारेमा हाम्रो विगतको आन्दोलन स्थगित मात्रै भएको परिस्थिति उल्टियो। सरकार परिवर्तन भयो, जेनजी आन्दोलनका कारण अन्तरिम सरकार गठन भयो। त्यसपछि आएर अहिले फागुन 21 पछि सरकारले पूर्णता पाएको छ। प्रतिनिधि सभामा सम्पूर्ण निर्वाचित भएर सांसदहरू आएका छन्। हाम्रो विगतको सरकारसँग भएको सम्झौता शिक्षा विधेयक जुन किसिमले हामीसँग सहमति भएको छ यो सरकारले पनि अक्षर शिक्षा ल्याउनुपर्छ। यदि ल्याइएन भने हाम्रो बिचको आन्दोलन अन्तरिम सरकारले यो विधेयक ल्याउन पाउँदैन। कानुनी बाधा अडचनले हामी रोकेका छौँ। त्यसकारण अब सरकारसँग
भन्ने धारणा कर्णाली प्रदेशको छ। यहाँहरूले साथ दिनुभयो भने मैले केन्द्रमा जुन मिटिङमा होस्, केन्द्रीय कार्य समितिका मिटिङमा होस्, सरकारसँग सम्झौता भएको कुरा न्यायालयमा हामी नजाने, सकिन्छ सरकारले पुरा गरोस्, नभए सर्वोच्चमा गएर सरकारले गरेका सम्झौताहरू कानुनी लडाइँ लडेर पनि नेपाल शिक्षक महासङ्घ मार्फत हामीले आफ्ना माग मुद्दा पुरा गर्नुपर्छ भन्ने धारणा अहिलेको परिस्थिति सिर्जना गर्नुपर्छ र केन्द्रमा त्यो ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने मैले धारणा आफ्नो सोच बनाएको छु। यहाँहरूमा यसमा साथ दिनु हुनेछ कर्णाली प्रदेशले भन्ने मैले विचार प्रस्तुत गरेको छु। र जुन किसिमको यो दलीय ट्रेड युनियन खारेजको कुरा छ, हामी संवैधानिक भद्रता अधिकार अनुसार गठन भएका छौँ। नेपालको श्रम ऐन अनुसार दर्ता भएको सङ्घ संगठनहरू हो। त्यसै गरी अन्तर्राष्ट्रिय विश्व शिक्षक सङ्गठनसँग हाम्रो आबद्धता छ। वर्षेनी 5 देखि 5,50,000 हामी EII सदस्यता शुल्क तिर्छौँ। त्यसकारण हाम्रो अन्तर्राष्ट्रिय आबद्धता पनि छ। बालेन सरकारले भन्दैन, आवाजको क्याबिनेटले निर्णय गर्दैन, नेपालका सम्पूर्ण संस्थाहरू खारिज गर्ने ताकत छैन। यदि गरिहाल्यो क्याबिनेटले त्यो निर्णय गरिहाल्यो भने हामी कानुनी लडाइँ लड्छौँ र सरकारलाई ढुँडा देखाउनुपर्ने बाध्यतात्मक परिस्थिति उत्पन्न भएको छ। यो बेला हामीले एक मुद्दा कमायौँ, हाम्रा नेतृत्व साथीहरूले तपाईँ जागेर हाल्नुभयो भने हाम्रो केन्द्रीय समिति पनि कमजोर हुन्छ। त्यसकारण केन्द्रीय कार्य समितिलाई थप बल दिनका लागि पनि स्थानीय कार्य समिति, जिल्ला कार्य समिति र प्रदेश कार्य समितिहरू सशक्त भएर अगाडि बढ्नुपर्छ। र यो आउने हाम्रो अहिलेको 25औं प्रतिनिधि सभा जुन काठमाडौँमा 5 र 6 गते हुँदैछ, यसमा आफ्नो प्रणालीको एउटा धारणा बनाएर निर्णयमा पनि राख्नुहोला साथीहरूले आफ्ना विचारहरू। त्यसमा गम्भीर रूपमा बहस गरेर अगाडि बढ्नुपर्छ र नेपालको ट्रेड युनियन संस्थाहरूको रक्षाका लागि पनि लडाइँ लड्नुपर्ने परिस्थिति सिर्जना भएको छ। त्यसकारण यो विषयमा गम्भीर रूपमा यहाँहरूले अगाडि बढ्नुहुनेछ भन्ने मैले आशा र अपेक्षा लिएको छु। त्यसै गरी अर्को कुरा यो पार्टीसँगको कुरा छ। पार्टीसँग नेपाली काङ्ग्रेससँग नेपाल शिक्षक सङ्घको सम्बन्धका बारे यो विषम परिस्थिति, यो विषयमा विषम परिस्थिति उत्पन्न भएको छ। हामीले कर्णाली प्रदेश हाम्रो यो 9औं महाधिवेशन भइसकेपछि हामीले महाधिवेशन पछि हुने प्रतिनिधि सभामा बैठकहरूमा मैले यो विचार गर्दै गर्दा विगतको इतिहासलाई पनि सम्झँदै गर्दा नेपाल शिक्षक सङ्घ देशभरिको अब्बल शिक्षकको हकमा लड्ने संस्था बनाउनुपर्छ भन्ने रहेका साथ नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घ रहनु हुँदैन। यसले नेपाली काङ्ग्रेसको झोले शिक्षकहरू भनेर लेख्छन्, कहीँ स्टाटस हाल्दा पनि त्यो हामीलाई डाँट छ। त्यसकारण अब पवित्र शिक्षकको संस्था मात्रै बनौँ, शिक्षकका माग र मुद्दालाई बोकेर अगाडि बढौँ। नेपाली काङ्ग्रेससँगको सम्बन्ध आबद्धता र शुभेच्छुक संस्था त्यागौँ भनेर काठमाडौँको प्रतिनिधि सभा, जुम्बेनीको प्रतिनिधि सभा हुँदै गत सालको प्रतिनिधि सभा पनि जिल्ला अध्यक्षहरू यही हुनुहुन्छ, प्रदेशका साथीहरू यहाँ हुनुहुन्छ, हामीले राखेका थियौँ। कर्णाली प्रदेशको आवाज साथसाथै सातुत्रै प्रदेशका साथीहरू यो मुद्दामा सहमत हुनुहुन्थ्यो। तर केन्द्रीय कार्य समितिका अध्यक्ष र महासचिवज्यूले काङ्ग्रेस नभए बाँचिँदैन कि जस्तो गर्नुभयो। हाम्रो कार्यकालमा किन तोडौँ त सम्बन्ध भन्नुभयो। अब अहिले आएर विशेष महाधिवेशन भयो, दुर्भाग्यवश काङ्ग्रेसमा काङ्ग्रेस अहिले जे भए पनि काङ्ग्रेस पार्टीलाई सङ्कट छ। अहिले विशेष महाधिवेशन मार्फत नेपाल शिक्षक सङ्घलाई शुभेच्छुक संस्था नहुने भन्ने खालको निर्णय गरेपछि अब हामी सङ्कटमा छौँ। कम्तीमा हामीलाई जुन इज्जत रहन्थ्यो त्यो इज्जत नेपाल शिक्षक सङ्घले आफै गुमाएको परिस्थिति छ। तर त्यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ। र अर्को कुरा पार्टीको यो विशेष महाधिवेशन प्लस पूर्व कार्य समिति छ, अदालतमा मुद्दा छ। यसका बारेमा नेपाल शिक्षक सङ्घ हिजो वैधानिक रूपमा 2टा पार्टी हुँदा पनि नफुटेको एउटा मात्रै संस्था नेपाल शिक्षक सङ्घ हो। नेपाल शिक्षक सङ्घले जहाँ आधिकारिकता छ, जहाँ रुचिमा छ, त्यसका लागि वकालत गर्दै आएको अन्ततः त्यही लाइनमा आएर पार्टी एकता भयो। यो विषयमा पनि अहिलेको नेपाल शिक्षक सङ्घले पनि आफ्नो धारणा त्यही ढङ्गले बनाउनुपर्छ। र अन्तिममा नेपाली काङ्ग्रेसहरू अहिले जस्तो सङ्कटमा भए पनि अन्ततः एक नभएर सुख छैन। होला परिस्थिति विषम होला, नेताहरूका आफ्ना पक्ष विपक्षमा मत जाहेर गर्नु होला, उहाँहरूका आफ्ना किसिमका छन्। अदालतको मुद्दा छ, अदालतको फैसला यदि टाइममा आयो भने एउटा रिपोर्ट पनि आउन सक्यो। हालै सभापतिज्यूको नेतृत्वमा एउटा वार्ता समिति पनि गठन भएको छ। हिजो मात्रै मैले 2-3टा नेतासँग कुरा गर्दा वार्ताको कुनै पहल भएको छैन भन्ने सुनेको छु। तर नेपाल शिक्षक सङ्घको 5 र 6 5 र 6 गतेको यो 25औं प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसलाई एकता गर्ने क्रममा पनि
केन्द्रीय कार्य समिति हर मजदुर प्रयास गरेर नेताको घर गयो चार्नुपर्छ। केन्द्रीय कार्य समितिले बाध्य भएर के हो एउटा निष्कर्षमा पुर्याउनुपर्छ भन्ने धारणा हो। त्यसका यो विषयमा पनि साथीहरू